नमस्कार दर्शकबिन सम्पूर्णमा स्वागत छ आजको नयाँ भिडियोमा। दर्शकबिन्दुहरू म तपाईँहरूलाई अस्तिको भिडियोमा भनेको थिएँ कि अब चाहिँ टाइगर कप पछि निकै ठुला भलिबल टुर्नामेन्टहरू जीएम कप होइन, मदन भण्डारी गोल्ड कप, त्यस्तै गरी रुद्राक्ष कप, एनबिए पिएम कप, 10औँ एनबिए पिएम कप लगायतका विभिन्न, त्यस्तै गरी मणिमुकुन्द भलिबल क्लबको बारेमा बताएको थिएँ, थोरै जानकारी दिएको थिएँ। अब ती खेलहरू सञ्चालन हुन्छन् भनेको थिएँ र फाइनल्ली जीएम कपको बारेमा चाहिँ अपडेट आइसकेको छ। दोस्रो जीएम कप 2082 चाहिँ निकै उत्कृष्ट खेलाडीहरूको साथमा उत्कृष्ट पुरस्कार राशिको सहित चाहिँ बवाल हुनेवाला छ। जीएम कप निकै तात्नेवाला छ। कावासोती नवलपुरमा चाहिँ जीएम समाजद्वारा आयोजित यो जीएम कप, दोस्रो जीएम कप 2082 चाहिँ एकदमै नजिक आइपुगेको छ। आज म तपाईँलाई केही डिटेल्सहरू, केही अपडेटहरू आजको भिडियोमा रहेर दिनेछु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुलाई तपाईँहरू भलिबल प्रेमी हुनुहुन्छ, भलिबलको फ्यान हुनुहुन्छ भने अवश्य पनि नेपाली भलिबल जगतलाई माया गर्नुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र भलिबलसँग सम्बन्धित सम्पूर्ण जानकारीमूलक भिडियोहरू छिटो छरितो ताजा सरल भाषामा जान्न बुझ्नको लागि हाम्रो यस भलिबल अपडेटलाई अवश्य पनि सब्सक्राइब गर्नुहोला। भिडियोलाई लाइक गर्न नबिर्सनु होला, च्यानल सब्सक्राइब गर्नुहोस् है त। दर्शकबिन्दुहरू, जीएम कप चाहिँ अहिले दोस्रो जीएम कप हुनेवाला छ 2022। तपाईँका फेभरेट टिम, तपाईँका फेभरेट प्लेयरहरू अवश्य पनि यस प्रतियोगितामा सहभागी हुनेछन्। पोहोर सालको जस्तै जीएम कप पनि अहिले पनि निकै बवाल हुनेछ होइन। फर्स्ट पुरस्कार चाहिँ 3 लाख रुपियाँ राखिएको छ, दोस्रो पुरस्कार 1,50,000, तेस्रो पुरस्कार 75,000 राखिएको छ। एकदमै बवाल हुनेवाला छ अहिलेको जीएम कप होइन। सो हेर्न नछुटाउनु होला। जीएम कपको बारेमा थोरै अपडेट आइसकेको छ र चुनावभन्दा अगाडि नै यो जीएम कप राख्ने कुरा भइसकेको छ। यही माघको अन्तिमतिर यो सायद जीएम कप हुनेछ अथवा फागुनको 1-2 गतेतिर चाहिँ यो जीएम कप तपाईँले हेर्न पाउनुहुनेछ। हामीले हेर्न पाउनुहुनेछ। यदि नजिक हुनुहुन्छ भने चाहिँ तपाईँ अवश्य पनि नवलपुर कावासतीमा गएर हेर्न सक्नुहुन्छ, नभए तपाईँले विभिन्न युट्युब च्यानल, नमस्ते सुर्खेत युट्युब च्यानल, बबिन गाह युट्युब च्यानलबाट तपाईँले हेर्न सक्नुहुनेछ। सो अहिलेको लागि त्यति नै अपडेट आइसकेको छ र यसमा सहभागी टिमहरू चाहिँ एनपिसी, एपिएफ, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, बागमती, कोशी, मध्य प्रदेश, सुदूरपश्चिम भलिबल प्रशिक्षण केन्द्र सम्पूर्ण टिमहरू, प्रदेशहरू सहभागिता हुनेछन्। 3वटा विभागीय टोली बवाल हुनेछ। तपाईँका फेभरेट खेलाडी सञ्जु विक्रम, साइमाल सुनारी, धनबहादुर भट्ट, राजन दलामे, सम्पूर्ण विश्वास अधिकारी, एकदमै तपाईँले चाहेका खोजेका तपाईँले मनपर्ने खेलाडीहरू अवश्य पनि सहभागिता हुनेछन्। निकै बवाल खेल रहनेछ, प्रतिस्पर्धात्मक खेल रहनेछ र टाइगर कप पछिको अहिलेको ठुलो खेल नै जीएम कप रहनेछ। त्यसपछि अरू मदन भण्डारी गोल्ड कप, त्यस्तै गरी मणिमुकुन्द कप, रुद्राक्ष कप महिनामा चुनाव परि अवश्य हुनेछ, फिक्स भइसकेको छ। त्यस्तै गरी अन्य प्रतियोगिताहरू रहेका छन्। मणिमुकुन्द भलिबल क्लबले पनि मणिमुकुन्द कप राख्नेछ। 10औँ पिएम कप पनि हुनेछ एनबिए वैशाख जेठतिर। सो खेलका टुर्नामेन्टहरू धेरै छन्, भलिबलका टुर्नामेन्टहरू धेरै छन्। यदि भलिबलको प्रेमी हुनुहुन्छ भने यो भिडियोलाई लाइक गरिदिइहाल्नुहोस्, च्यानललाई सब्सक्राइब गरिदिइहाल्नुहोस् र नेपालमा हुने सम्पूर्ण भलिबलको जानकारी म तपाईँलाई प्रदान गर्नेछु। सो त्यसको लागि चाहिँ तपाईँले सब्सक्राइब गर्नुपर्ने हुन्छ। भिडियो के कस्तो लाग्छ अवश्य पनि राम्रो लाग्छ भने केही लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न सक्नुहुन्छ। केही तपाईँलाई यो कुरा जान्न मन चाहिँ यस्तो गरिदिए हुन्थ्यो भन्ने भए पनि अवश्य पनि कमेन्ट गर्न सक्नुहुन्छ। म तपाईँलाई त्यही अनुसार प्रस्तुत हुने गर्दछु। सो अहिलेको लागि यति नै। हस्त, धन्यवाद। जय भलिबल, जय खेलकुद।